पार्ट 2 अफ लेट देम थ्योरी इज लेट मी। पहिला उहाँहरूलाई आफ्नो असली रूप देखाउन दिनु, बाहिर निकाल्न दिनु उहाँहरूको असली रूप। तपाईँ ढाँचछेप नगर्नु। इफ दे वान्ट टु मेक प्लान्स विदाउट यु, तपाईँ बिना नै कतै जान मन छ भने लेट देम। तपाईँको पछाडि केही भन्न मन छ भने लेट देम गो अवे इफ दे वान्ट। तपाईँ पुल गरेर नबस्नु। यु डोन्ट होल्ड अन टु देम। इफ दे वान्ट टु गो लेट देम। अनि लेट मी भन्नाले चाहिँ आफूलाई चाहिँ जे बन्न मन लाग्छ, जे गर्न मन लाग्छ, गिभ योरसेल्फ द चान्स। त्यो सोसाइटीको प्रेसर र फियरले गर्दाखेरि चाहिँ आफूलाई बन्धनमा नबाँध्नु। तपाईँलाई जसरी हिँड्न मन लाग्छ, जे गर्न मन लाग्छ, जुन प्यासन तपाईँलाई चुज गर्न मन लाग्छ, जुन प्रोफेसन चुज गर्न मन लाग्छ, समाजलाई नहेरिकन, बाहिर नहेरिकन, लेट योरसेल्फ डु द्याट थिङ। अनि दिस इज पार्ट 2 गपसप साइनिङ अफ फर टुडे।